र आज चाहिँ मैले चिकन हक्का नुडल्स रेस्टुरेन्ट स्टाइलमा बनाउने कोसिस र हामी कराईमा आगो लगाएर एकदम तताएर एकदम रेडी तेलहरू हालिसकेर एकदम रेडी भइसकेको छ र दुईवटा अन्डा फुटाएर ट्याक्कै रेडी त्यसलाई पनि टक्कै हालेर हल्का मजाले फ्राई गर्ने मजाले फ्राई गरिसकेपछि तर अलिकति मजाले फ्राई गर्नुपर्छ नभए हल्का गनाउँछ अनि यो हामीले उसिनेको चिकन बोइल चिकन एकदम रेडी छ त्यसलाई टक्कै काँचै हाल्दा पनि राम्रो हुन्छ तर बोइलमा हालेको चाहिँ छिट्टो फास्टफुड लाइनमा अनि अदरक लसुन पनि मैले अलिअलि एड गरेको छु मजाले फ्राई गर्ने यसलाई होइन अनि यो जुलियन काटेको होइन प्याज क्यारेट क्याप्सिकम मजाले लगाएर एकदम कलरफुल है मजाले यसलाई चाहिँ के गर्ने हल्का फ्राई गरेर चाहिँ मजाले ओइल्याउनुपर्छ बेसी पकाउने चाहिँ हल्का ओइल्याउने चाहिँ हो यसलाई टक्कै मजाले यसरी फ्राई गरिसकेपछि हो रेडी ठक्कै मजाले ओइलिनु पर्यो यो चाहिँ बेसी पाक्नु चाहिँ भएन साथी एकदम टक्क ओइलिनु चाहिँ पर्यो टक्क ओइलिसके पछाडि चाहिँ हामीले यसको लागि नुडल अलरेडी बोइल गरेर रेडी गरेको हुन्छौँ त्यो त सबैलाई थाहा भएकै कुरा होइन जानेकै कुरा र यहाँनिर चाहिँ टक्कै अब नुडल्स हालेर यो भेजिटेबल ओइलै टक्कै हो अनि माथिबाट चाहिँ उसिनेर राखेको नुडललाई टक्कै हालिदिने अब चाउमिन बनाउनु पऱ्यो भए चाहिँ अब अर्कै आउँछ होइन चाउमिनको लागि चाहिँ अर्कै आउँछ यो चाहिँ चिकन हक्का नुडल्स हो अनि चाउमिनको लागि चाहिँ अलिक वाइट कलरमा मसिनो मसिनो आउँछ यो चाहिँ येलो कलरमा हुन्छ अलिक हल्का ठुल्ठुलो हुन्छ थुक्पा टाइपको त्यस कारणले गर्दाखेरि चाहिँ यसको चाहिँ थुक्पा पनि बनाएर खान सकिन्छ इजिली तर यसको चाहिँ स्पेसल चाहिँ हो नुडल्सको लागि भनेको हो अनि सबै कुरा हालेर चाहिँ मजाले मिक्स गर्ने मिक्सिङ चाहिँ मजाले गर्नु पऱ्यो हो अनि यसमा टक्कै हामीले नुन अनि अलिकति हुचिङ अनि त्यस पछाडि व्हाइट पेपर पाउडर अनि अलिकति पिरो खाने भएको कारणले गर्दाखेरि हल्का मिर्ची पाउडर पनि हालेको छु साथीभाइ अनि सोया टमाटर चिल्ली दुईवटा कम्बिनेसन बराबरी टाइपले हालेको छु टक्कै यिनीहरूलाई मजाले मिक्स गरेपछि हाम्रो नुडल्स बनेर रेडी यहाँनिर त प्लेट रेडी छ साथीभाइ अनि ठक्कै प्लेटमा चाहिँ हालेर चाहिँ रेडी अब देख्दाखेरि चाहिँ अब एकदमै राम्रै देखेको छ अनि जहाँसम्म लाग्छ मिठै भयो होला भनेर चाहिँ तर पनि खाएर हेर्दा चाहिँ यस्तो देखिन्छ अनि टक्कै रेडी भइसके पछाडि चाहिँ अब अलिकति हल्का गार्निसिङ चिल्ली र सोया ससको ट्याक्कै यसको अर्कै आउँछ यसको लिक्विड अर्कै आउँछ तर पनि यो चाहिँ मैले हल्का मेरो स्टाइलमा अनि गयो टेबलमा टक्कै टेबलमा चाहिँ को रहेछ खाने भन्दाखेरि चाहिँ लास्टमा खाने चाहिँ म आफै हो मलाई नै भोक लागेर बनाएको साथीभाइ तर खाने बित्तिकै मैले त्यो चिकनको हड्डी छानेन रहेछु साथीभाइ मुखमा हड्डी परेर चपाउँदा चपाउँदै भिडियोमा राम्रो बनाउनै पाएन तर जस मिठो भएको रहेछ मन पर्यो मजा लाग्यो भोक लागेको बेलामा एकदम खास लाग्यो